आज हामी ज्योति बजे मन्दिरको प्राङ्गणमा छौँ। यहाँ धेरैजना भक्तालुजनहरू आउनुभएको छ। हाम्रो पुजु पनि आउनु भएको छ। सम्पूर्ण हाम्रा फ्यामिलीजनहरू र सुर्खेती जनमानसहरू जसले विश्वास गर्नुहुन्छ ज्योति बजे एउटा यहाँको माथि देवी हो, माथि देवता भनेर चाहिँ सुनिन्छ। विभिन्न ठाउँबाट विभिन्न आस्था बोकेर मान्छेहरू यहाँसम्म आउनुहुन्छ। अहिलेको सुर्खेतको ठुलो धार्मिक स्थलमध्येको एक चाहिँ ज्योति बजे पनि हो। यस मन्दिरमा धेरैजना आफ्नो विश्वासलाई यहाँ आएर चाहिँ आफ्नो भरोसा, आफ्नो विश्वास यहाँ चाहिँ प्रकट गर्ने गर्नुहुन्छ। साँच्चीकै नै यसको इतिहास पनि महत्त्वपूर्ण रहेको छ।